चाहिँ कसरी सुरु भएको थियो हाम्रो उर्गेन मुक्तानसँग सुरु भएको चाहिँ? खै अब यस्तो हो, म अरूको तपाईँको साइडबाट पर्सपेक्टिभ चाहिँ म भन्न सक्दिनँ, अरूले कसरी सोध्छ त्यो म भन्न सक्दिनँ। तर म चाहिँ कसरी सोध्छु भने के भन्छ, हिपहप ऱ्याप कम्पिटेटिभ फिल्ड हो होइन, अनि यसमा कम्पिटिसन चाहिन्छ। त्यो कम्पिटिसन नहुने बित्तिकै त्यो अब त्यो जनर नै माथि जाँदैन जस्तो कुरा हो कि। अब कल्चर, हिपहप कल्चर हामीले जति बुझाएको छ होइन, जति रिसर्च गरेर हामीले बुझाएको छ, जति भोगेको छ, त्यो भनेको अब कम्पिटेटिभ हुन्छ, कम्पिटिसन चाहिन्छ फिल्डमा, अनि त्यो कम्पिटिसनमा आफ्नो पनि पार्ट हुनुपर्छ भन्ने खालको कुरा हो। अनि आफूलाई जहिले पनि चलिरहेको कम्पिटिसनको जोसुकै होस् त्यसमा आफूले पनि टक्कर दिन सक्नुपर्छ भन्ने खालको मेन्टालिटी हो नि त होइन। अनि अब कसरी सुरु भयो, कसरी के भयो भन्दा पनि म चाहिँ अब सबैलाई कम्पिटिसन मान्छु होइन। अब त्यो हिसाबले म योसँग चाहिँ यो गर्दैदेखि यस्तो यस्तो चाहिँ म भन्न सक्दिनँ। तर अब कम्पिटिसन गेमै त्यही हो, अब सबले खेलिरहेको गेम हो त्यो, सबैलाई थाहा छ सबले गेम खेल्छ भनेर। अब कसैको अर्कै शैली हुन्छ, कसैको अर्कै शैली हुन्छ होइन, स्टाइल फरक हुन्छ, अब कसले कसरी एप्रोच गर्छ भन्ने कुरा हो। अब कोहीले झेली पनि गर्न खोज्छ होइन, कोहीले जे पाइदियो कुरा निकालेर पनि गर्न खोज्छ। तर हामी चाहिँ जहिले नि फेयर हौँ होइन, आफू जस जनर सिनको हिसाबले हामीले भनेको कुराहरू जायज होस् भन्ने खालको कुरा हो कि। अनि अब त्यो खासै योसँग यति गर्दै यस्तो यस्तो छैन, अब त्यो रिलिजको हिसाबले भन्न सक्ला मान्छेहरूले। तर कम्पिटिसन त सबैलाई मान्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब त्यो पर्सनली लिने कि त्यसलाई पर्सनली रूपमा अगाडि बढाउने कि होइन, अब पर्सनली फ्यामिलीको कुराहरू गरेर उयो गर्ने कि अब यताउता गरिदिन्छु भन्ने टाइपको कुरा निकाल्ने, त्यो अब त्यस्तो मान्छेहरू पनि छ। तर त्यो भन्दैमा अब सबैले त्यस्तो गर्नुपर्छ भन्ने छैन नि त, सबैले त्यसरी लिन्छ भन्ने नि छैन क्या। सिनमा कति आर्टिस्टहरू छ जोसँग मेरो भइरहेको हुन्छ लेनदेन होइन, सब्लिमिनल्ली बार्सहरू यताउता भइरहेको हुन्छ। अनि मलाई पनि थाहा छ उसले त्यसरी सोच्दैन, उसले पनि थाहा छ मैले त्यसरी सोच्दिनँ। अब त्यो सोचेर गर्ने एक्जाम्पलहरू पनि देखिसकेको छ हामीले होइन धेरैचोटि। अब त्यो खासै यति गते यो त भन्न त्यो चाहिँ हावा लाग्छ मलाई त्यो। अनि तपाईँ आफैले नि डिसमा भन्नुभएको छ नि त, हाने हो नहाने होइन, हाने हो, तर कुनमा हाने हो रिभिल गर्न मिल्छ? त्यो चाहिँ अब यस्तो हो, म चाहिँ के सोध्छु भने बुझ्नेले बुझाइराख्नु पर्दैन जस्तो लाग्छ कि मलाई चाहिँ। अनि त्यो मिल्यो भने मात्र त्यो अब के भनिरहेको हुन्छ एउटा गीतमा होइन, अब 16 बार 3टा भर्समा के भनिरहेको हुन्छ, के कुरा निक्लिरहेको हुन्छ। अब त्यो सबै कुरा एक लाइन बुझाउन थाल्यो भने त जान्छ हेर गाह्रो टाइम। त्यही भएर अब सायद थाहा छ कोलाई हानेको मैले, उनीहरूले रिप्लाई पनि दिए हो, मैले पनि सुने हो होइन। अब त्यो कसरी लिन्छ भन्ने कुरा हो कि। अब मान्छेले कसरी चाहिँ यो यस्तो खालि ल यो हिरो भएछ भन्ने टाइपले लिन्छ कि ल ठिक छ कम्पिटिसन हो, यसलाई चाहिँ कम्पिटेटिभ रूपमा यसको रिप्लाई दिनुपर्छ भन्ने कुरा लिन्छ कि अब के लिन्छ भन्ने कुरा हो नि त, कसरी लिन्छ भन्ने कुरा हो नि त। अब हामीले आफ्नो पार्ट गरिदिने हो, गर्दै हो, अहिलेसम्म गरिरह हो, अब पछि पनि गरिन्छ, त्यो नगर्ने कुरै छैन। अब कसरी कुराहरू अगाडि बढाउने भन्ने कुरा त हो नि, त्यो कुराहरू अब पर्सनली लाने कि अब गीतमै सीमित गर्ने भन्ने कुराहरू हो। अब अडियन्सको हिसाबले त लास्ट डिस हाम्रो उताको छ नि त उर्गेन, अब त्यो पछि तपाईँको चाहिँ आउँछ कि आउँदैन केही यस्तो? अब गर्न मिल्छ, नमिल्ने होइन, गर्न सकिन्छ पनि मिल्छ पनि। अब त्यो कहाँसम्म तन्काउने होइन, कुन कति महिनासम्म तन्काउने अथवा कतिवटा एल्बम कतिवटा गीत रिलिजसम्म तन्काउने भन्ने कुरा नि फरक पर्छ नि त। अनि प्लस त्यो अब धेरैजनालाई थाहा हुँदैन होला, अब त्यो बिफ डिस परिरहेको बेलामा चाहिँ एकदम डार्क एनर्जी हो क्या त्यो भनेको। अब अलिकति पर्सनल लेभलमा गइसक्यो भन्ने खालको कुरा हो। अनि त्यसमा त्यो एनर्जीमा इङ्गेज भइराख्यो भने मेन्टली पनि मान्छेलाई असर त पार्छ नि त। कुनै अब उसले के भन्ला मैले के भनिदिन्छु, उसले भनेको कुराले मलाई घोज्ला, मैले भनेको कुराले उसलाई घोज्ला, मैले त्यसको रिप्लाई दिएर फेरि उसले फेरि यो त कहिले पनि नसकिने प्रोसेस हो नि त। अब
मेरो तर्फबाट यति हो, उसको तर्फबाट त्यति होला। अब अडियन्सले कसरी लिन्छ अब भनेपछि त्यो ऊ भनेर हाल्नु भएको थियो नि त तिनटामा एउटै फोटो अनि के आर्ट त्यो एउटा इपी टाइपले त्यसमा थियो गीतहरू। रिलिज गर्नु भएन तपाईँले? मैले गरेन किनकि त्यो त्यतिले त्यस्तो भन्दा पनि जे होस् अब त्यो एनर्जी मलाई चाहिएन क्या अब भन्ने टाइपको, किनकि त्यो 1 महिना जस्तै लम्बियो नि त, लम्बियो 2-3 हप्ता लम्बियो नि त। अनि त्यो लम्बिने बित्तिकै अब एभ्री मन्थ त्यो गरिरहनु त आफ्नो आफ्नो प्रिन्सिपलले नि दिएन नि त त्यो। अब म के गर्न निस्केको अनि म के गरिरहेको छु भन्ने कुरामा नि फरक पर्छ नि त होइन। अब त्यसले इम्प्याक्ट पनि कस्तो पर्छ, अब नराम्रो हुँदै गएपछि फेरि अरू आर्टिस्टहरूले नि के सिक्छ भन्ने कुराले नि त्यस्तो कुराहरू नि सोच्नु पऱ्यो नि त। अब भयो ठिकै हो, सकिसक्यो। योवाला त सक्यो। जस तपाईँलाई योपालि धेरै आएको थियो क्या, यो जब अर्गेनबाट आयो त्यहाँपछि अनि धेरैजनाले त्यो उयो गर्यो क्या, कोहीले लाइभमा तपाईँको नाम युज गर्यो। अनि हाम्रो वडा 4बाट नि आयो क्या अरे, एउटा डिस आएको थियो, तपाईँले सुन्नुभएको भएन? सुन्नुभएको थियो? ए ठिक छ। त्यो जस हान्न चाहिँ हानिरहेको थियो। अब उनीहरूलाई चाहिँ केही भन्नुहुन्छ कि? यस्तो हो, अब पुरानो गीतहरू सुन्दा हुन्छ, त्यसमा रिप्लाईहरू त्यसमै छ भन्छु म चाहिँ। तपाईँको प्राय गीतहरू त्यस्तै हुन्छ नि त, जसले लियो त्यसलाई पर्यो टाइपको। अब त्यो पुरानो गीतहरू सुनि हुन्छ। अब खासै केही फरक परेको छैन क्या, जसले अरूले जे भने नि फरक पर्ने मान्छेहरूलाई हामीले एज अ ग्रुप पनि ट्याकल हानिरह हो। अब इन्डिभिजुअल हिसाबले नि हामीले ट्याकल हानिरह फरक पर्ने मान्छेहरूलाई। अब फरक नपर्ने मान्छेहरूलाई त जे गरे नि तिनीहरू जेसुकै गरेर फरकै पर्दैन नि, पर्दैन।